लम्फुहरू यार यो के भइराखेछ? जेन्जीहरू फेरि पनि बाटोमा उत्रिँदैछन् अनि केपीबाको गुण्डाहरूले फेरि जेन्जीहरूलाई धोबी हानिरहेछन्। अनि यो सबै समस्याको निवारणका लागि चुनावमा नयाँ उम्मेदवारहरू उभिँदैछन्। अबे यार बल्ल बल्ल यो चोर बड्डाहरूलाई हटाउँदै थियौं, अब फेरि यो चोर्नीलाई ल्याएर राखिदिए यार यिनीहरूले। अब यसको के आश गर्ने यार? चुनाव जित्न भन्दा पहिला नै भ्रष्टाचार गर्छु भनेर भनिसकि। अब फेरि यार तिमीहरूले भनौला पहिला पो बड्डा बड्डाहरूले लुटेथे, अहिले त यति राम्री केटीले लुट्ने भएपछि हाँसी हाँसी लुटिदिने हो नि। अबे गाण्डुहरू काम बास्नमा यति पनि लिन नभौ कि पुरा देश नै डुबोस्। अनि यार जेन्जी भन्दै त्यो बड्डाहरू भन्दा 5 वर्ष कम उमेर भएको मान्छेहरूलाई फेरि पनि चुनावमा उठाउँदैछन् यिनीहरू। अबे यो पनि चुनावमा उठेछ? अबे यार अब कसैको बुढी पहिला गयो भने रिपोर्टिङ गर्दै बुढी फिर्ता कसले ल्याइदिन्छ? विदेशमा भएको केटाहरूलाई त अब गाह्रो पर्ने भयो त।